हौ यो धुन्चे बजारमा यो खोज्नु परेको बजार रहेछ यहाँबाट कतातिर जाने भन्ने कुराको निर्गुल नै भएको छैन हामी। अझै योभन्दा ठुलो बजार माथि छ, योभन्दा अलि तलबाट यताबाट सायद त्यो बाटो चाहिँ केरुङ जाने बाटो रहेछ। हो रसुवाको खोलाबाट हिँड्दै पाखा वाउ रसुवाको त्यो चाहिँ धुन्चे बजार हो रसुवाको होइन। यहाँबाट चाहिँ यस्तो पहाड फोडेर रोड बनाएको रहेछ। जस धेरै कोरोला केरुङ जाने बाटो चाहिँ यही यो रोड चाहिँ रहेछ केरुङ जानलाई। यहाँबाट तल चाहिँ खोला छ। यो चाहिँ धुन्चे बजार। यहाँबाट माथि चाहिँ यो बाटो चाहिँ केरुङ नाका जानको लागि यो बाटो रहेछ। जस पहाड फोडेर ठ्याक्कै ढोका जस्तै देखेर है, यो पुरा पहाड ढुङ्गाहरू फोडेर ठ्याक्कै ढोका जस्तो देखिने ठाउँ रहेछ यहाँबाट। यस रमाइलो ठाउँ, नयाँ ठाउँ घुम्नु पाइयो, त्यसपछि रमाइलो ठाउँ। चाहिँ चिलिमा हाइड्रो पावरले पुग्यो। यो सब पुल चाहिँ राम्रो बनाएको रहेछ। चिलिमा हाइड्रो पावर चिलीमा हाइड्रो पावर त्यहाँबाट अब हावा लाग्यो धुलो उड्ने काम रहेछ। यो चाहिँ स्याप्रु बजार। यहाँबाट उता गयो भने चाहिँ गोसाइकुण्ड लाङटाङ ट्रेकिङ रुट रहेछ यो चाहिँ। यहाँबाट यतातिर गयो भने चाहिँ यता माथितिर गयो भने चाहिँ केरुङ नाका पर्ने रहेछ। हो गाह्रो छ गाह्रो, खैरीहरू मात्रै छ, खाना महँगो बस्न महँगो है।